जुरुक्क उठेर म चाहिँ किन बसेँ त बिचारा म हेर्नु त गर्मी भयो यति धेरै लाइट गएछ त नि अनि त्यसपछि निन्द्रा त कहाँ भाग्यो म चाहिँ उठेर बसेँ। त्यसपछि यसो बाहिरतिर ब्रुस गर्दै निस्किएको त यति टाठो घाम लागेको हेर्नु। त्यसपछि के गर्नु भित्र आएँ हात मुख धुन थालेँ है ब्रस गरेँ। यति गर्मी थियो नि बिहान उठ्दाखेरि त्यही माथि निन्द्रामा थिएँ मस्त अनि लाइट गएपछि त म त उठेँ। मेरो बुढो चाहिँ मस्त सुतिरहनु भयो लाइट जाओस् कि जेसुकै जाओस् है। त्यसपछि म चाहिँ पानी सानी खानलाई हात मुख धोएर अनि त्यसपछि म सबैभन्दा पहिला लाग्छु किचनतिर है। पहिला किचनमा गएर म के गर्छु भन्दाखेरि सबैभन्दा पहिला मैले कालो चिया खान्छु है। मलाई चाहिँ कालो चिया बिहान बिहान उठेर खाने बानी छ। त्यसपछि हिजो साँझ मैले गेडागुडी भिजाएको थिएँ भोलि बिहानको लागि भनेर अनि मैले त्यतातिर त्यसलाई बसालिदिन्छु अनि त्यसपछि यता हेर्नु न मेरो चिया नि पाक्छ अनि म चाहिँ चिया खान थाल्छु। अनि यता मेरो बुढो फेरि मस्त सुत्नु भयो कानमा एयरफोन लगाएर कि डिस्टर्ब नगरोस् भनेर। त्यसपछि मेरो बुढाले फेरि अगाडिबाटै अघिल्लो दिनैबाट के मलाई छुट्टीको दिन नउठाऊ है म त भोलि मस्त सुत्ने हो भन्नुहुन्छ कि ल त नि सुत्नुहोस् कति टाइमसम्म सुत्नुहुन्छ भनेर मैले चाहिँ छोडिदिएँ। यता चाहिँ मैले दाल साल बनाएर झानझुन पारेर भात बसाल्न थालेँ है। अनि मेरो बुढालाई चाहिँ मैले सुत्न छोडिदिएँ आज ल सुत्नु दिनैभरि सुत्नु भनेर। अनि त्यसपछि यता मेरो खाना पनि पाकेर रेडी हुन्छ अनि बाहिर गाई गई आवाज सुने अनि म चाहिँ हतार के रहेछ भनेर बाहिर निस्केको त पल्लो घरमा दुईजना यस्तै हामी जस्तै आइमेहरू झगडा गरिरहेका के सुन्नु अर्काको झगडा भनेर म चाहिँ फर्केर आएँ। अझै पनि मेरो बुढो फेरि आफ्नै पोजमा अब बिस्तारा छोडेर भुइँमा आएर सुत्नु भयो। 2:30 भइसक्यो देखिसक्नु म चाहिँ कुरेर बसेछु भोक लागेको कस्तो बल्ल बल्ल उठाएर पानी लिन जानु न पानी छैन भनेर भनेको मेरो बुढो जुरुक्क उठेर पानी लिन जानुभयो। तल जानुपर्छ पानी लिन दोकानमा। त्यसपछि अनि हामी चाहिँ खाना खान्छौँ। अनि आज चाहिँ मेरो बुढाको सँगसँगै मेरो देवर बाबुको पनि छुट्टी थियो अनि उहाँ पनि सँगै आउनुहुन्छ खाना खानी गरेर। अनि त्यसपछि हेर्नु न आज चाहिँ बिहान त्यति टाठो घाम लागेको थियो म उठ्दाखेरि। त्यसपछि भन्नुहुन्छ भने यति ठुलो पानी पऱ्यो कि पुरै नगर्नु के। अनि आनन्द त लाग्यो तर पनि यो मौसमको भरोसै हुन्न भन्ने यही हो कि बिहान घाम लागिरहेको थियो अहिले पानी आयो। अनि हेर्नु न अर्को घरमा फेरि छतमा यति मजाले सबैजना नुहाइरहनु भएको के। अनि मलाई त्यो देख्दा त मलाई पनि कस्तो नुहाम जस्तो लाग्यो कि तर के गर्नु है। आजको लागि यति नै भन्छु। हस्त धन्यवाद फेरि भेटौँला।